कस्तो देखेको छु म कस्तो मिठो यार यो चाहिँ एकदम अर्ग्यानिक आरो। हेलो मेरो मम्मीले बेबी नानीको साबुन चलाउँदो रहेछ। हेलो एभ्रिवान, वेलकम टु राइनी ब्लग। अनि आज यो राइनीले चाहिँ के लाउने छ भने तपाईले देखिसक्नु भएको छ है, त्यहाँनिर मैले लगाइसकेको छु। तपाईलाई थाहा भइसकेको छ म चाहिँ कहाँ जाने भनेर है। आज चाहिँ म मेरो गाउँ जाँदैछु। अहिले म छुट्टी भएर आएको छु, अहिले ड्युटी ओभर भएर आएको छु। अब चाहिँ म गाउँ जाने छु मेरो आप्पा र आमालाई भेट्न लागि। मेरो आप्पा आमालाई मैले भनिसकेको छु आज चाहिँ म गाउँ आउँछु भनेर। उहाँहरू के गर्नुहुँदैछ म तपाईहरुलाई देखाउने छु है। गाउँमा गएर निकै भयो म गाउँमा नगएको। आज चाहिँ म अलिअलि सपिङ गर्नुपर्ने छ। मैले कल गरेर सोधेको थिएँ मेरो आप्पा आमाले के चाहियो भन्थे। मेरो आप्पालाई गम्बुट चाहियो अरे के, आप्पा र अङ्कललाई गम्बुट चाहियो अरे। त्यही भएर म अब के भन्छ, अब गाउँमा अहिले पानी पर्दैछ, समर टाइम भएर उहाँहरूलाई गम्बुट चाहिन्छ। अन्त गम्बुट किनेर चाहिँ म जानेछु। अलिअलि सामानहरू के जाति मेरो आमाले के मनपर्छ अलिअलि, बेसी त होइन, म पनि बेसी किन्न सक्दिनँ अरे। त्यही भएर अलिअलि सामान किनेर चाहिँ मेरो आप्पा आमासँग भेट्नु जान्छु। अब चाहिँ म रेडी भइसकेको अवस्था छु। अनि अब चाहिँ अलिकति सपिङ गर्नुपर्ने छ भनिहालेँ। सपिङ गरेर चाहिँ म डाइरेक्ट घर जान्छु। टाइम पनि अब मलाई गाडीले पनि छोडिदिन्छ होला, कल आएको छ है। मैले चाहिँ मेरो गाउँको मेरो एउटा मामा छ नि त, उहाँलाई चाहिँ मैले गाडी भनेको छु, उहाँ पनि जानुहुने रे। अब म सपिङ गर्दा लेट भयो भने चाहिँ घर पुग्दैन, भोलि मात्रै पुग्छ। कस्तो देखेको छु म यस्तो जाने आज चाहिँ घर। गाउँमा गएर त झन् कस्तो हालत हुने हो। मलाई चाहिँ गाडीले छोडिदिएर म चाहिँ अर्को गाडी पर्खेर बसिरहेको छु। अन द वे। गुड मर्निङ। अब चाहिँ म चिया खानु लागेको। यो चाहिँ के भन्छ यसलाई, जाऊ भन्छ अरे नि। आमाले चाहिँ प्लास्टिकमा लगाइराखेको रहेछ। अनि म चाहिँ चियासँगै यो खानु आँटेको बिहानमा नै भर्खर उठेर। के हो यो? ए यहाँ चाहिँ यस्तो बिहानमा नै मुख पनि धोएको छैन। मेरो आप्पा र आमा चाहिँ कुखुरा खोल्न गएको छ। यहाँ चाहिँ हराउँछ अरे नि त, त्यही भएर चाहिँ मेरो आप्पा र आमाले चाहिँ कुखुराको खोरलाई लक गरेर राख्छ अरे यहाँ। त मैले मम्मीलाई भनेको किन लक गरेको भनेको थिएँ कि त्यो पनि लक गर्छ नि, कस्तो हराउँछ भन्दै। अनि म चाहिँ भ्लग गर्नु पाएन। हिजो म राति आएको 10 बजीतिर आएको। त्यो भएर मम्मीहरू पनि पर्खेर सुतेर। यो चिया छ नि, चिया यो चाहिँ यहीँ भएको मेरो मम्मीले चाहिँ गाई पाल्नु भएको छ नि त, यसकै दुधको चिया हो। अब खाएर चाहिँ म घर सफा गर्छु, त्यहाँदेखि मलाई गाउँ जानु मन लाग्यो गाउँ जान्छु। यहाँ बसेपछि अहिले बसेपछि हामी माकुलो घरमा। यहाँबाट गाउँ जानु चाहिँ मलाई भने चाहिँ 2 घन्टा लाग्छ टक्कै हिँडेर। अन्त मेरो मम्मीले भन्दैछ नजा गाउँ, अहिले त पुरा जुका छ भनेर, जुकाले सक्दैन जस्तो जानु भन्दैछ। अन्त कुन त अब जानु मन लाग्यो भने जान्छु, नभए जानु मन लाग्यो भने जाँदैन, यहीँ बस्छु। यहाँनिर त बिहान के गराउनु थाहा छ, म बिहानखेरि म अलिअलि बिन्जिँदै थियो, चरा कराएको गरेको सँगसँगै चरा कराएको गरेको है। त्यहाँदेखि चरा पनि कति बिना कराउँछ, आम्मामा कानमै आएर कराएर चाहिँ कराउँछ। अहिले पनि कराइरहेको छ, तपाईँहरूले सुन्नु भएको छ भने हेरेँ नि। आज मैले लुगा चेन्ज गरिसकेको छु। यो चाहिँ 2015 को मेरो के भन्छ जेप्राको सर्ट। मलाई यस्तो मन पर्थ्यो कि खासमा यहाँ दुलो परेर नि यही लगाइदिएको। गाउँ ठाउँमा त अब काम गर्नुपर्छ, मैला हुन्छ, त्यो भएर चेन्ज गरिदिएको हो। म अब घर सफा गर्छु। ठेकेर तिम्रै जन्मदिन आउँला। यो चाहिँ मेरो मम्मीको सानो दोकान हो, अनि म चाहिँ अब सफा गर्नु पर्यो।
अब चाहिँ मुभ गर्नुपर्छ। हामी चाहिँ आमा र छोरी चाहिँ आरो खान आएको। आरो आमाले रोपेको अरे आरो यो। अब चाहिँ आरो चुटेर खाने हो। आमाले रोपेको अरे कस्तो राम्रो गरेर आएको, कति माया लाग्दो गरेर आमा र आप्पाले रोपेको अरे। खाए आमाले यहाँ पनि छ, यहाँ चाहिँ फलेन रहेछ। अरू यो खाने अब चाहिँ किलो छ त आमा, पुरा पाकेछ नि हौ। आमाले खाना आमा अर्को पनि छ हौ। सबै पाकेको छ आमा, यो पाकेको छ, किलो छ नि। किरा परेछ होइन भित्र, कमिला पर्छ। आरो आरो कति राम्रो आरो आरो कहाँ राखेर फोन नगरौँ के हुन्छ। म त यसरी खाइन्छ। यो हेर न टोक्चे बनाएको टाक्कु उँधो अलैँची बारी हो, झुट्टै झारेको अहिले लट्टै लट्टै थियो। सबै सकेको हेर न टोक्चे बनाएर अनि पाकेको आएन। कस्तो मिठो हेर, यो चाहिँ एकदम अर्ग्यानिक आरो। भित्र उयो पो हुन्छ है, किरा किरा छैन, दाना हुँदैन, अरू कमिला हुन्छ। सबै पाकेछ आमा। आमाहरू कोही बेला खान्छन् नि। आरो गुरुङ चाहिँ यत्रो छ, कस्तो मिठो। के आरो अरे आमा यो? यो हो र? यसको दानै रोपेको आमाले। यस्तो अझै एउटा खाउँ। यस्तो रहेछ भित्र चाहिँ किरा। मैले बाहिर बाहिर खाएँ है, तर एकदम मिठो, कस्तो मिठो ठुल्ठुलो हो, कस्तो मजाले पाकेको। आमाले चाहिँ एउटा एउटा खाँदो रहेछ के यसरी ध्यानमा आएर। जुगाउँछ है क्या हो। यो छुट्टा नि बिचारा। यो चाहिँ के हो? नास्पातीको बोट। मेरो आप्पा र आमाले रोपेकै हो। खाने बेला भएछ, म त कहिले रोपेको थाहै होइन। अस्ति हामीले खाएको नि खानु त।
कति माया लाग्दो गरे आँखा रुख त होइन म त यो पो भन्छु त यो पो हो रहेछ त हेर न पेपर मैले फाडेर तक्चेलाएर अलग्गै उठाएको अरे हो अब कतिजना बसेछ 1 जना 2 जना 3 जना 4 5 6 7 8 9 10 11 12 वटा बसेछ है 4 जना 5 जना 6 जना 7 8 9 10 11 12 12 जना टक्कै रहेछ कतिजना खायो हामीले आमा 2 जना 2 जना खायो नि कस्तो खानै माया लाग्दो पहिला त तोरीबारी यो चाहिँ टमेटो आम्मा फुल्दैछ टमेटो रुख टमेटो एकदम मिठो हुन्छ अचार बनाएर खानु अलैँची फुलेको छ यहाँनिर 2 साल मात्रै भर्खरै आपारामाले लगाएर यस्तो छ यहाँ चाहिँ मेरो आपारामाले चाहिँ मेरो गाउँ चाहिँ यहाँ हैन हाम्रो गाउँ चाहिँ नि आमा हाम्रो गाउँ यहाँ हैन तल जानुपर्छ 1-2 घण्टा लाग्छ मलाई हिँडेर जानु लागि नि गाडीको रोड पुगेको छैन त्यही भएर आपारामाले यहाँ चाहिँ जमिन किनेर चाहिँ यो जमिन किनेर चाहिँ घर बनाएर बसेको यहाँ चाहिँ मेरो आपारामाले चाहिँ गाई सुँगुर भेडा बाख्रा सबै पाल्छ सुँगुर चाहिँ तर मलाई मन पर्दैन अरे भेडाको खोर छाउनु पर्छ चाहिँ यहाँ जुगा आउँदैछ जुगा यहाँ पनि छ यसमा चाहिँ फलेन रहेछ यहाँ त्यो त लट्टै नि अस्ति त कति थियो अरे खायो अरे हाम्रो आप्पाले त्यसपाले यहाँ चाहिँ बिचारा कोपी माया लाग्दो यस्तो भइरहेछ त नि त आमाको कोपी त के भएको यो चाहिँ नखाएर हुर्के गरे खाइ नसकेर क्युबिक भन्ने यो हो मेरो आपारामाको भेडाको गोठ यहाँ चाहिँ बाछा थुन्ने फुलेको छ नि आमा उनीहरू चाहिँ गाईले खाएर टमेटोको झ्याङ पनि छ त तल नि फलेको छैन होला तर यो चाहिँ रुख टमाटर हो अघि पनि देखाए तपाईँले फुल्दैछ कहाँ ए फुल्दैछ यहाँ चाहिँ आमाले काँक्रा रोपेको छ आमा काँक्रा उम्रिँदैछ भोलि पर्सि काँक्रा खाने टाइममा ठक्कै आउँछ फेरि आमाले काँक्रा रोपेको चाहिँ भोलि चाहिँ काँक्रा खाने ठाउँमा चाहिँ ठक्कै आउँछ यहाँ हाम्रो गाई यसले त हान्छ भाइ ए यही त हो त नि आमा पल परेको घाउ भएको आमाले गफलाउँदैछ छैन रहेछ त अहिले अहिले पनि छ यहीँ त थियो त ऊ पोहोरको सालै यहाँनिर चाहिँ घाउ भएको थियो उसको ए पहिला त हान्थ्यो नि अहिले पो हान्दैन त पहिला त प्रायः हान्थ्यो कतिवटा छ आमा 1 2 3 4 खोइ एउटा के गरेको मेरो आमा र आप्पाले चाहिँ गाई बस्तु पाल्छ यसरी यो चाहिँ मेरो आप्पा र आमाको कुखुराको खोर कुखुरा साह्रै हराउँछ अरे त्यही भएर एकदम यस्तो बनेको छ कुखुरा चाहिँ पर बसिरहेछ आमा कुखुरा त है मेरो आमाले पालेको छ पुरा ए यो कुखुराहरू चाहिँ आमाले चोर्छ भनेर सबै लक लगाएर राख्छ अरे ताला लगाएर बिहान मात्रै खोलिदिन्छ उ त्यो यो चाहिँ टोइलेटको बाहिरहरू छ यो चाहिँ भर्खर जन्मेको चल्लाहरू छ यो चाहिँ के गर्छ आमा कुखुरा सबै काम गर्नेलाई दिन्छ ए भोलि पर्सि अलैँचीमा काम गर्नेहरूलाई चाहिँ दिन्छ अरे आमाले अलैँचीमा काम गर्ने मान्छेहरू लाउँछ नि हो त्यो टाइममा हाम्रो चाहिँ तल गाउँमा अलिक अलैँची फल्छ कि त्यहाँ काम गर्ने आप्पा मात्रै सक्दैन आप्पामा मात्रै त्यो भएर चाहिँ मान्छे अलिअलि लाउँछ नि त यो चाहिँ हाम्रो घर के अलिकति इनकम्प्लिट भएको छ यो चाहिँ कम्प्लिट भएको छैन यता मेरो अङ्कल माथि दोकान छ अघि मैले देखाइहालेँ तपाईँहरूले म सफा गर्दाखेरि यो टिन चाहिँ कहाँबाट झरेको थाहा भएन तर यहाँ बनाउनु छ के हो यो चाहिँ आमा डल्ले खोर्सानीको बिउ अरे मेरो मम्मीले भनेको सबै कलेक्ट गरेको रहेछ मेरो आमाले यस्तो दुःख गर्छ नि गाउँमा बसेर
भोलि पर्सि बुहारीहरूलाई सुख हुन्छ सुख। अरू खाएर हात धुनु त परिहाल्यो, च्यापच्याप भएछ नि। मुख पनि धोएको छु मैले आज चाहिँ, ब्रस पनि गरेको छुइनँ। जुगा चाहिँ भगवान् अहिले मेरो गाउँमा चाहिँ एउटा मात्रै भेट्यो क्या, जुगाको सिजन हो नि त अहिले। पान्केमा बाहिर मेरो घर चाहिँ हो। केसको हालत त्यस्तो भएको छ कि तर गाउँमा आएछ यस्तै हो। बुद्लुङ 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 बुद्लुङ। तपाईँ यता त पुरा कुहिरो लागिबस्छ। अब चाहिँ आमा र म खाना बनाएर त्यो तर गाईको गोठ सोर्नु जान्छु। आमा त जाँदैन होला, म जान्छु। गाई खोल्नुपर्छ। आमाले चाहिँ मेरो अङ्कललाई भोक लाग्यो होला भनेर के दिँदै हुनुहुन्छ। म त आज ब्रस पनि गरेको छुइनँ। आज मेरो गाउँ जाने प्लान थियो तर क्यान्सल भयो। बिचारा मैले कुखुराहरूलाई बोलाएँ मात्रै मेरो मम्मीले चारै दिने। चोटि केस बाँध्नु पर्यो, साह्रै भएन। कस्तो भएको मेरो आपा चाहिँ तल नै काम गर्नु गएको छ बारीमा। घरमा चाहिँ मेरो अहिले घरमा चाहिँ 3 जना मात्रै बस्छ नि त, आपा आमा अङ्कल। अङ्कल चाहिँ अहिले गाईलाई घाँस काटेर आयो। आमा र म चाहिँ घरमै आज सफा गर्दै। आपा चाहिँ तल पनि के काम छ त्यही भएर गएको। तल बारीको पुच्छरमा काम गर्दैछ। केसको क्वालिटी पनि मेरो राम्रो छैन के अरे। यस्तै बस्छ अब। आज म गाउँ जान सक्दिनँ यार, म यहीँ बस्छु। मेरो घर यस्तो छ मेरो घर, मेरो पापा र मम्मीले बनाएको। यो चाहिँ अलैँची, अन्त मेरो आपाले चाहिँ यहाँबाट तलबाट निकाली गर्छ। यो कहाँनिर रोप्ने हो थाहा भएन त्यो चाहिँ। मेरो आमाले चाहिँ म आउँदैछ भनेर सब्जी खोजेर राखिदिएको छ। निङ्गुरे अनि च्याउ, अनि यो चाहिँ म आज पकाएर खाने। मलाई निङ्गुरे अस्ति दिन खानु मन लाग्यो कि, त्यही भएर म गाउँ आएको अरे नि त। निङ्गुरे त खोजेन अझै पाउँछ होला नि आमा? जुगा छ, म जानु पऱ्यो एकछिन खोज्नु। निङ्गुरे खोजेर साप त कहाँ आउँछ अहिले त जाडोमा। अहिले त निस्किने टाइममा हो र। जिन्दगीले कहाँ पुर्यायो के गर्नु हो कहिले भेट्ने हामी। भोलि मलाई पुऱ्याइदिन्छ कि पुऱ्याइदिँदैन हौ? हे आमा, भोलि त 12 बजी ड्युटी पो छ त है। बेलुका 10 बजी। अब चाहिँ सके काटेर अब चाहिँ म गाईको गोठमा आइसकेको छु फेरि फर्केर। अनि मेरो देपा मेरो अङ्कलले चाहिँ गाई खोलेर लगिसक्यो। अब मेरो टर्न चाहिँ यो गु सोर्ने, यो गु यो सोर्ने। त्यहाँदेखि क्लिन पारेर चाहिँ म घरमा जान्छु। मेरो मम्मी चाहिँ खाना बनाउनु हुँदैछ। मेरो आपा चाहिँ तल अनि बारीमा काम गरिरहेको छ।
सोर्नुपर्छ यार। के भएछ अरे? एउटा खुस्केर गएछ। अङ्कलले थाहा हुन्छ तर। आमालाई थाहा भएछ बाछा खुस्केर गयो भनेर मलाई पक्रेर बाँध्नु रे। मलाई यस्तो इरिटेट पारेको बाछाले। यता कुद्छ फेरि उता कुद्छ, बल्ल बल्ल समातेर चाहिँ बाँधी। हेलो, मलाई चाहिँ गाईको गुसोर्नु चाहिँ घिन लाग्दैन। मेरै घरको गाईको गुसोर्नु चाहिँ घिन लाग्दैन है। त्यही भएर म चाहिँ यहाँ सोर्न आएको थिएँ। सक्ने आँटी अब चाहिँ बच्चा छ। यो त खुस्केर, अर्को त खुस्केर गएर उतापट्टि छ। पुरा यसले चाहिँ हार्नु खोज्दो रहेछ। कसको घरमा गाई छैन? मेरो घरमा यसरी सोर्न आउने है। गाउँठाउँमा काम यस्तै हो क्या, गाईको गुसोर्ने, मेलपात जाने, गाई हेर्ने, गाईको गुसोर्ने, गाईलाई घाँस काटिदिने। मैले हेर्दैन घाँस चाहिँ काट्नु पर्दैन। घाँस त मेरो अङ्कलले काटिहाल्छ। गु पनि अङ्कलले सोरिहाल्छ, आप्पा पनि सोरिहाल्छ है। म चाहिँ आज यस्तो हेल्प गर्नु मन लागेर गर्दै गरेँ। यिनीहरूलाई कहाँ बानु, मलाई त हान्छै होला। यिनीहरू डेन्जरमा पनि डेन्जर, खतरामा पनि खतरनाक छ। मैले अघि हिर्काइदिएँ होला। अलिक जा फेर गर्दैछ। मलाई चाहिँ हान्नु पाउँदैन, त्यति हो। मेरो हान्यो भने त मलाई रिस उठ्छ। त्यहाँदेखि त म त सोर्दैन अरे, घाँस पनि दिँदैन अरे। सोचिरहँ जस्तो लाग्छ यो खुट्टा हालेसरी बढाल्ने चाहिँ कहाँ छ होला? हिलो पारेछ। यिनीहरूले कस्तो हिलो पारेछ यार। चल्यो भने चाहिँ मेरो फोन झर्ने है। अलिक जा न हौ, अलिक जा न। मलाई नहान्ने अहिले समरको टाइम भएर कि गोठहरू पनि एकदम हिलो छ क्या। हिलो बस्नै नसक्ने। यिनीहरूले फेरि मलाई यो घाँसको सेउली सोर्नु दिँदै हान्यो भने त कुरा खान्छ नि। फेरि डर लाग्दै हो। त्यसमा हाने मलाई हान्यो भने त लाठो रिस उठ्छ नि। फेरि लाठो रिस उठ्छ नि। यतिको त क्लिन भएकै हो है। अहिले भरे अङ्कलले ब्रस लाउँछ कि। गाउँठाउँमा अब चाहिँ यस्तो काम गर्नै पर्छ यार सबैजनाले। मैले यति सफा गरिदिएको छ आज चाहिँ। कस्तो सफा भयो है। सफा भएको छैन, त्यति साह्रो हिलो छ कि। तर पनि त अब अहिले अङ्कलले सफा गर्नुहुन्छ। म चाहिँ अब जान्छु। यिनीहरूलाई चाहिँ अहिले एकछिनबाट घाँस लगाइदिन्छ। मैले त लाँदैन, कहाँ छ थाहा छैन यिनीहरूको घाँस चाहिँ। यहाँ म्याउ, दिस इज सिप। मेरो आप्पामाले चाहिँ यो पनि पाल्छ सबै। कस्तो मिठो गराउँदैछ। कतिवटा छ त थाहा छैन। यहाँ चाहिँ भेडा छ, उतापट्टि चाहिँ बाख्रा छ। बाख्रा त मलाई मन पर्दैन, मलाई भेडा मात्रै मनपर्छ रे। आज चाहिँ गाउँ जाने भनेको थियो कि गाउँ जानै सकेन। यहाँ पनि काम थुप्रो हो। फेरि के भन्छ, गाउँ पनि टाढो हो। जुगा आउँछ, जुगा अरे। राम्ररी भनेको जुगा पुरा आउँछ अरे। नजानु सक्छ भने त जानु, तर जुगा पुरा छ भन्थ्यो कि। त्यही भएर पानी पनि पर्छ तल। अहिले त समर टाइम भएर पानी पनि एकदमै पर्छ क्या। त्यही भएर म जानु सकिनँ अरे। मेरो मम्मीले बेबी सक
बेबी नानीको साबुन चलाउँदो रहेछ बेबी गर्नुहुँदैछ यसै आमाको साबुन दुगाउँछ पानी पर्दा चाहिँ यता भित्र पहिले यस्तो खेल्थेन हामी मेरो चाइल्डहुड डेज कोले यस्तो खेल्नुभयो मैले त एकदमै साबुन आमाको साबुन चोरी चोरी यसरी खेलेको पहिला आमाको साबुन चोरेर चोरेर टक टक सानो सानो पारेर छैन यस्तो लाएर छैन यस्तो खेल्थ्यो फेरि हुन्छ कि हुने यो चाहिँ उड्नु हुँदैन रहेछ कस्तो दिन घुमेर आए यार हो यस्तो हुन्छ मेरो गाउँमा चाहिँ एकदमै भेरी भेरी क्लाउड तर यहाँ हो मेरो गाउँ चाहिँ यहाँ हैन तर मेरो यो अब यो घर यो ठाउँमा चाहिँ यस्तो हुन्छ क्लाउड एकदम कुहिरो लाग्छ कि पुरा कुहिरै हुन्छ है तर मेरो गाउँमा चाहिँ एकदम छ्याङ्गै हुन्छ तर जुका यस्तो हुन्छ जुका त्यतिर मेरो आमाले फुलहरू रोपेको छ माथि देखाइदिन्छ तपाईहरुलाई यताबाट माथि जाँदा चाहिँ रोड छ रोड यस्तो छ है रोड मेरो घर हेलो यहाँ चाहिँ यसरी बस्ने बनाएको मेरो आमाले मेरो आप्पा र आमाले बनाएको यहाँ त्यहाँदेखिको मेरो मम्मी र बाबाले कोही बेला सब्जीहरू पाउँदाखेरि त्यति बेला चाहिँ यहाँ राखेर बेच्छ मान्छेहरूले चाहिँ किन्छ अब भोला छैन अब चाहिँ आमाको चाहिँ काँक्राबारी गोड्न आएको अरे त्योहरू पनि कस्तो गोड्न आमा चाहिँ अब ढाङ्ग्रा लाउने वरिपरि गोड्दैन तैँले डाइरेक्ट घुमा पुर्याउने त्यहाँदेखि यो पिचमा चाहिँ पछाडि लगाउने कुडु आज कहाँ बस्छ भन्दै थियो आपाले कहिले के भनेको के भने आपा के ए अनि यो चाहिँ के गरेको आपाले यहाँबाट यस्तो लाने त्यहाँदेखि फेरि यहाँबाट यस्तो काट्ने नभए त हुँदैन नि म अगाडि खन्दै जान्छु चालेरै हुँदैन
बसेर काम गर्न सकिँदैन। पिरो लागेछ यो चाहिँ आप्पाले मल यता बारीतिर लाउने रे त्यो भएर खनिरहेको। कतिवटा छ? चुक्काले पुरा खाएछ। बाख्रा बेरा मेरो आमाले बाख्रा गन्ती गर्ने अरे। प्याउ प्याउ 1 2 3 4 5 6 7 8 आमा 8वटा बाख्रा। 1 2 3 4 5 6 7 8 9 ए बच्चा पनि रहेछ 9वटा। कुन चाहिँ पाक्न आँटेको थियो? किराले खाँदो रहेछ। आज मेरो काम गर्ने आरु खाने, काम गर्ने आरु खाने, काम गर्ने आरु खाने। कुचुक कुचुक कुचुक। मलाई यो सुँगुर पालेको चाहिँ मन पर्दैन, के गर्नु। पाल्नै पर्छ। त्यसको बाजे सानोमा त ठिकै छ नि, ठुलो भएपछि त घिनै लाग्दो हुन्छ। ल मेरो गाईको गुखा नि ल बम्बे बम्बे छुङ्कु आज मात्रै आइस म जाने बेलामा। अब चाहिँ म जानु आँटेको मेरो भ्लग चाहिँ यतिमै एन्ड हुन्छ। यहाँ बम्बे 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 चाहिँ अलिक सफा बस्दो रहेछ। यो चाहिँ बुढा, ऊ त्यो चाहिँ बुढी अरे आमाले भनेको। यो चाहिँ बेहुला अरे, अन्त ऊ त्यो चाहिँ बेहुली अरे। छुङ्कु चाहिँ बेहुली, बम्बे चाहिँ बेहुला। अहिले मात्रै आएछ। बम्बे चाहिँ सफा बस्दो रहेछ, सफा। छुङ्कु त कस्तो मैला बसेको, बुत्ला सबै यता आउँदैछ। छुङ्कु छुङ्कु आयो कुदेर फेरि। बुढा र बुढी हेरेर त मलाई न्यु खोजेको। ऊ त मलाई दुईजनाले खानु खोज्दैछ। बुढा र बुढी। अब गाडी रोकेर जानुपर्छ।